माथि हो। आज चाहिँ मैले यो तपाईँहरूको माझ यो सर्पा प्रस्तुत गरिरहेको छु है। यहाँ चाहिँ धेरै वर्ष अगाडि सर्पा बस्थ्यो अरे, त्यो सर्पा चाहिँ माथि यो अरुणको खोलाभन्दा धेरै माथिबाट बगेर आएको भन्थ्यो होइन। उहिले हामी केटाकेटी हुँदाखेरि सुनेको कथा। अनि यहाँ बसेको थियो अरे होइन। यो ढुङ्गालाई चाहिँ गरेर यो त्यही सर्पले दुलो पारेको भन्ने कथा छ है। हामीले सुनेर ल्याएको बच्चामा। यहाँ हाम्रो बाजेले भन्दाखेरि पनि त्यस्तै भन्दै हुनुहुन्छ है। अनि यहाँ सर्पा बस्दाखेरि चाहिँ यो ढुङ्गादेखि बेरेर बस्दाखेरि चाहिँ पारिपट्टि खेतहरू थियो अरे त्यतिखेर। त्यहाँबाट चाहिँ भोजपुरदेखि चाहिँ स्वाट तानेर हलो जुवा गोरु सबै खाइदिन्थ्यो अरे, त्यस्तो खतरा। अनि पछिबाट चाहिँ यहाँ सर्पले आतङ्क मचाएपछि चाहिँ त्यसपछि चाहिँ के गर्यो भने एकजना धामी थियो अरे मासतिर यतै कताको। अनि उहाँले चाहिँ 7 दिन धामी बसेर चाहिँ अनि आकाश कालो बनाएर चट्याङ पारेर चाहिँ अनि ड्याममा चट्याङ हानेको अरे। अनि सर्प त त्यहीँ पिक्लिकै अरे नि हो। अनि त्यसपछि चाहिँ यो खोला त्यतिखेर चाहिँ यो अरुण खोला चाहिँ 7 दिन 7 रात रगत बग्यो अरे क्या त्यो सर्पको। उसले चाहिँ हल्का त्यस्तो भन्छ, त्यस्तो सुनिआएको है। तर फ्याक्ट त हामीलाई थाहा भएन होइन। केही भयो भने भुलचुक भयो भने त्यसमा म क्षमा प्रार्थी छु।